हिजोको आन्दोलनमा एउटा विशेष कुरा के देखेँ भने भन्दाखेरि मैले त्यो गाउँबाट आएकोहरू कि अनपढहरू है काठमाडौँ पढ्न आएर होला लुगा पनि गनाउने राम्रो मोबाइल पनि छैन कि एउटा टिकटक बनाउनुलाई कमसेकम टिकटक बनाएर पोस्ट त गर्न सक्नुपर्छ त्यो पनि छैन अनि के गरिरहेको थियो तिनीहरू भनेर भन्दाखेरि त सबभन्दा फ्रन्ट लाइन के सबभन्दा अगाडि गएर आफ्नो आक्रोश आफ्नो ज्यानको मतलबै नगरिकन त्यो आक्रोश पोखिरहेको थियो कि त्यो आक्रोश हुन्छ नि एकदमै अनि हामी जस्तो अलिकति पढे लेखेको अलिकति बुझ्नुभयो एक अङ्ग्रेजी खतरा बोल्ने चाहिँ राम्रो लुगा लाउने चस्मा पनि खतरै थियो मेरो याद गर्नुभयो होला हामी चाहिँ ठ्याक्क सेकेन्ड लाइनमा बसेर टिकटक अझ अरू त अझ धेरै पछाडि थियो नि होइन हामी चाहिँ टिकटक बनाएर टक्क पोस्ट गर्दै किन हामीसँग राम्रो मोबाइल छ हामी अङ्ग्रेजी बोल्न आउँछ होइन अनि हिजो बेलुका सामाजिक सञ्जालमा घरमै बसेर अङ्ग्रेजी राम्रो बोल्ने 2-4 जना जेनजीले चाहिँ पुरा खतरा चाहिँ परिवर्तन हामीले ल्याएको घरमै बसेपछि है फेरि परिवर्तन हामीले ल्याएको हो हामीले चाहिँ यो अराजक समथिङ के